नाउन भनेको के हो? What is a noun? संसारमा आँखाले देखिने, छाम्न सकिने वा मनले महसुस गर्न सकिने जुनसुकै कुरा जनाउने शब्द नै नाउन हो। हाम्रो आँखाले देख्न सक्ने, छाम्न सकिने र मनले महसुस गर्न सक्ने जुनसुकै वस्तुहरूको नाम नै नाउन हुन्। कुनै व्यक्ति, ठाउँ, वस्तु वा विचार वा भावनाको नामलाई नाउन भनिन्छ। व्यक्तिको नाम, ठाउँको नाम, वस्तुको नाम, प्राणीको नाम, विचार वा भावना जनाउने नामहरू नै नाउन हुन्। A noun is the name of a person, place, thing or idea. नाउनका केही उदाहरणहरू। Some examples of noun. Person, व्यक्ति, व्यक्ति जनाउने नामहरू। राम, गीता, अमर, स्टुडेन्ट, विद्यार्थी, टिचर, शिक्षक आदि। यसरी व्यक्ति बुझाउने जे शब्दहरू छन् तिनीहरू नाउन हुन्। प्लेस, ठाउँ, ठाउँ बुझाउने नाउनहरू अर्थात् नामहरू जस्तै धनकुटा, काठमाडौँ, नेपाल, बिल्डिङ, भवन, स्कुल, विद्यालय आदि। यसरी स्थान वा विभिन्न ठाउँहरूको नाम जनाउने शब्द पनि नाउन हुन्। थिङ्स, वस्तु, वस्तु जनाउने नाउन अर्थात् नामहरू जस्तै स्टिक, लट्ठी, ब्याग, झोला, पेन, कलम आदि। यसरी विभिन्न वस्तुहरूलाई जनाउने शब्दहरू पनि नाउन हुन्। क्रिएचर, प्राणी, प्राणी जनाउने नामहरू जस्तै बर्ड, चरा, काउ, गाई, डोभ, ढुकुर आदि। यसरी विभिन्न प्राणीहरूलाई जनाउने जे शब्दहरू छ तिनीहरू नाउन हुन्। आइडियाज ओर फिलिङ्स, विचार वा भावना जनाउने नामहरू। विचार वा भावना जनाउने नाउनहरू हामी देख्न सक्दैनौँ, मात्र महसुस गर्न सक्छौँ। जस्तै लभ, माया, पेन, पीडा, ह्युम्यानिटी, मानवता आदि। यसरी विचार वा भावना जनाउने जे शब्दहरू छन् तिनीहरू पनि नाउन हुन्। परिभाषामै हामीले बुझिसकेका छौँ विभिन्न व्यक्ति, ठाउँ, वस्तु, प्राणी, विचार वा भावना जनाउने शब्द नै नाउन हुन् र यी एक्जाम्पल्सबाट हामीले अझै राम्रो नाउन सम्बन्धी धारणा बनाउन सक्छौँ। नाउनका प्रकारहरू, टाइप्स अफ नाउन्स।